भाउजू नमस्ते। नमस्ते बाबु। आराम हुनुहुन्छ? आरामै छ। तपाईँ भूकम्प 12 गते वैशाख 12 गते भूकम्प आउँदा कहाँ हुनुहुन्थ्यो त? यही न थियो अनि भोलि गयो के गर्ने हो पारिन नि। तपाईँको घर चाहिँ भूकम्पले चाहिँ भत्काइदिएको थियो? भत्काइदिए नि भत्काएर चाहिँ ऊ अरूले सबै पन्थाइदियो त नि। के गर्ने पन्था मुन्थो गरिदिनु। कहाँनिर यही थियो घर? यही नै थियो नि घर यही नै थियो। अहिले कहाँ बस्नु भएको छ त? ऊ त्यही छापरमा बसेको छ नि। 6 महिना 7 महिना न लाग्छ भोलि पाडो। ए यता छाप्रामा बस्नु भयो हो? अनि ए दाइ पनि हुनुहुँदो रहेछ। दाइ नमस्ते। ए आराम हुन्छ? यसरी बनाएर बस्नु भयो हो? हो यो छापर हालेर बसेको। सर्लक्कै जाने छैन। अनि तपाईँलाई माथि सरकारबाट केही राहत आएको छ कि छैन? आछ नि। अब कुरालाई आयो भन्नु पर्यो होइन। कति जति पाउनु भएको छ? 1500 कि 15,000? 15,000। ए जम्मा 15,000 मात्रै? अनि धेरै के भन्ने त ए अरू त्यस्तो अरू चाहिँ आएनन्? आछ नि। यो सबै 12 गते वैशाख 12 गतिको भूकम्पले घर ध्वस्त भइसकेपछि यो दुर्दशा हो करन्टर गाउँमा। र उहाँहरू अहिले दसैँको बुखमा दसैँ आइसक्यो। अब दसैँ आउन धेरै दिन पनि बाँकी छैन। तर उहाँहरूको यो बिजोग छ। उहाँहरू यसरी तिरपाल मुनि तिरपालको बास भएको छ र यही ठाउँमा उहाँको दलान बार्तली भएको घर थियो। असाध्यै राम्रो सुन्दर घर थियो।